हेलो गाइज, आज चाहिँ आमाको बर्थडे थियो, त्यही भएर आमाले सरप्राइज दिन धेरैजना मान्छेहरू मतलब छोराछोरीहरू आउनुभएको थियो। अनि मैले चाहिँ अगाडि नै भिडियो बनाइराखेको, कसैलाई पनि थाहा थिएन, मलाई मात्रै थाहा थियो। त्यही भएर यहाँनिर चाहिँ आउँदै हुनुहुन्छ अटोमा धेरैजना। अगाडि माइली ठुलो मम्मी चाहिँ आइसक्नु भएको थियो। एन्ड यहाँनिर हुनुहुन्थ्यो मामा, कान्छी आन्टी र अन्तरी आन्टी अनि उहाँको छोराछोरी। आमाले खानु मन लाग्दैन, भर्खर थाहा पाउँदै हुनुहुन्छ। अब पार्टी हो क्या। बर्थडे सरप्राइज हेलो गाइस, आज चाहिँ यहाँनिर पाक्दैछ। हेलो भन्नु न। हेलो। अनि यता चाहिँ सबैजना बस्दै हुनुहुन्छ। हेलो भन्नु न। यता खेल्दै हुनुहुन्छ। पाक्दैछ के हो यो? पनिर। अनि यहाँनिर तासिँदैछ आलु। आज उहाँको बर्थडे। हेलो भन्नु न। हेलो भन्नु न। हेलो। यहाँ छ केराउ अनि केक छ, ढकने दही सबै थोक रहेछ गाइस। अब अर्को चाहिँ अर्को पाइटमा यहाँ चाहिँ अनबक्सिङ गर्दै हुनुहुन्छ केक। उहाँको बर्थडेको बर्थडे मम ला बिग्रेछ अलिकति। गर्मीले सबैजना हप्प भइसक्नु भएको छ। मामाजी चाहिँ लुगा लाउँदै हुनुहुन्छ। सानी यता हेर, पुतली अघि देखाएको कति देखाउनु परेको। अब चाहिँ हामी यहाँनिर आमाको बर्थडे सेलिब्रेट गर्न गइरहेको छौँ। आमाले केक दिन आफ्नो हुँदैछ। सबै यो पक्रिदिनु न मामा, म आमाले खुवाउने। भयो त बाँडेर केटाकेटीलाई दिउँ न, धेरै भरे त्यसो आमालाई खुवाएको उज्जवल छ। यी सानै मुख मिठाउँदैछ केक खानलाई। त्यसपछि हामी चाहिँ माथि भाइरल सिटिज भन्ने ठाउँमा घुम्न गएको थियौँ। पानी परेर फोटो खिच्नै दिएन। यो चाहिँ घरमै खिचेको फोटोहरू हो। केक खुवाउँदै गर्नुभएको राम्रो छ है।